गुड मर्निङ साथीहरू सबैजनालाई स्वागत छ। गुल्मी जिल्लाको कालीगण्डी गाउँपालिका वडा नम्बर 3 को जयखानी साबिक 5 नम्बरबाट म तपाईहरुलाई यो भिडियो बनाइरहेको छु। आजको भिडियो एकदम स्पेशल छ। तपाईहरुले हेर्नु होला, कस्तो लाग्छ सुझाव सल्लाह प्रतिक्रिया पनि दिनु होला। म एउटा स्पेशल ठाउँमा आएको छु। एकदमै मेहनत गरेर आफ्नो आम्दानीको स्रोत बनाउनु भएको छ। उहाँलाई म भिडियोमा देखाउँछु, अन्तिमसम्म हेर्नु होला है त। ओके, ल हामी जान्छौँ सरर है। यो घर देखिराख्नु भएको छ। यो घर मात्र हैन, एकदम पैसा पनि हो। सबै चीजको चाहिँ यहाँनेर उत्पादन गर्नु भएको छ। सरर देख्न सक्नुहुन्छ। यहाँ पहिले तपाई बाटोमा प्रवेश गर्नुभयो भने यसरी लस 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 ठुलो ठुलो बङ्गुरहरू यसरी सुतिरहेको देख्न सक्नुहुन्छ हैन। अनि त्यसपछि लगत्तै यहाँनेर जसले व्यवसाय गर्नु भएको हो दिदीको ठ्याक्कै घर आउँछ। दिदी स्वागत छ। नमस्ते। के गर्नु भएको छ? यहाँ मेरो काम गर्दै हो भाइ, सुँगुरलाई सिस्नो पकाउँदै। ए, यसरी पो हो सिस्नो पकाउने? एकदम सुँगुरलाई सिस्नो पकाउने यसरी हो, काट्ने मसिनहरु काट्ने, हजुर यसरी पकाएर दिने। ए, अनि कति भयो हजुर व्यवसाय गर्न थाल्नु भएको? मैले व्यवसाय गरेको त लगभग के रे 8-9 वर्ष भयो, तर राम्रोसँग व्यवसाय गरेको 2 वर्ष भयो। ओके, हजुरको नाम भन्नु अब? मेरो नाम हिरा थापा, कालीगण्डीकी गाउँपालिका वडा नम्बर 3 जयखानी छापोमा बस्छु। ए, ओके। अनि अरु के गर्नु भएको छ? आज म तपाईलाई सबै भिडियो बनाऊ भनेर आएको। मैले त अरु के गर्ने हो, यही बुङ्गुरको फोम, त्यहाँ कुखुरा, ब्रोइलर कुखुरा, तरकारी खेती, के रे तरकारी खेती, टमाटर, अब सुन्तला, कागती, बेसार खेती, सबै चीज छ, सबै गर्छु। भनेपछि आज मलाई यो फर्ममा डुलाउनुहुन्छ नि त। हजुरको व्यवसाय के छ देखाउनुहुन्छ। म सबैलाई देखाउँछु। यहाँ सबैले माया गर्नुहुन्छ तपाईलाई पक्कै पनि। म तपाईलाई देश तथा विदेशमा पुर्याउँछु। हुन्छ? हुन्छ, देखाउँछु। मैले सबै देखाउँछु मेरो व्यवसायहरू। ल जाम अब। ल भयो।